पहिलो मुद्दा राखेको छु, संस्था सङ्गठित र विस्तार गर्न पुनः नियमित रूपमा मेची महाकाली अभियान सञ्चालन गर्नेछु। यो मेरो आदरणीय अध्यक्षको चाहना हो, तर हामीलाई विविध कारणले पैदा गर्न सकेन। यसमा पनि हामी समय मिलाएर गर्नेछौँ भन्ने मेरो सोच छ। त्यसैगरी महासङ्घको लोगो, लेटर प्याड, स्टाम्प, प्रमाणपत्र र बोर्ड लगायतका महासङ्घलाई आम जनतामा परिचित गराउने सामग्रीहरूमा एकरूपता ल्याइनेछ। त्यसैगरी ग्राहक र व्यवसायी बीच बढ्दो दबाव र तनावलाई कम गर्न ग्राहक सम्झौता पत्रलाई कानुनी हैसियत प्रदान गर्दै कार्यान्वयन गरिनेछ, जसबाट सही काम गर्दा गर्दै पनि व्यवसायी प्रहरी नियन्त्रण पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ। चौथो, व्यवसाय र व्यवसायीको दिगोपनलाई जोगाइराख्नका लागि भलाइ कोषको स्थापना गरिन्छ, जुन स्थापना भइसक्यो, आइसकेको छ। यसलाई एउटा कुरा आजै क्लियर है। अर्को छ, सङ्घ, प्रदेश र स्थानीय गरी तिनै तहका कार्य समितिलाई संस्थागत शिक्षा र मोटिभेसन तालिम प्रदान गर्दै व्यवसाय पनि स्वस्थ र व्यवसाय पनि स्वस्थ भन्ने अभियानै चलाइनेछ। त्यसैगरी अर्को छ, केन्द्रीय कार्यालयमा अनलाइन बैठक कक्ष सञ्चालनका लागि आवश्यक उपकरण प्रबन्ध मिलाउँदै केन्द्रीय कार्यालयमा अनलाइन बैठक शुभारम्भ गरिनेछ। नेपाल मोबाइल व्यवसायी महासङ्घलाई उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको सदस्यता लिइनेछ। आजसम्म सदस्यता लिएको छैन, यसरी एउटा जोड दिन्छु, यही भन्छु। अहिले नै भोलि म नेतृत्वमा पुग्ने नपुग्ने अझै एक दिन बाँकी छ, तर सबै साथीहरूलाई, सबै जिल्लाका साथीहरूलाई, हरेकलाई हाम्रो संस्थालाई आफ्नो उद्योग जिल्लाको उद्योग वाणिज्य महासङ्घको वस्तुगत सदस्यता लिनु होला। मैले अहिले भनिदिएँ ल, संस्थागत वस्तुगत त्यही हो। वस्तुगत हाम्रो जुन यो मोबाइल व्यवसायी सङ्घ, जस्तो अब एकछिनलाई मानौँ दाङको भयो भने दाङको उद्योग वाणिज्य सङ्घहरू त्यहाँ दर्ता गर्दैन। त्यसै गरी सबै जिल्लामा हामी भोलि उद्योग वाणिज्य महासङ्घमा जाँदै गर्दा पनि स्ट्रङ वस्तुगत संस्था भएर त्यहाँ उभिनेछौँ। त्यसै गरी संस्थालाई व्यवस्थित र प्रभावकारी सञ्चालनका लागि, सुशासन प्रवर्धनका लागि संस्थाको नियमावली 3 महिनाभित्र तयार गरी केन्द्रीय समितिबाट पास गरी लागू गराउनेछ। आगामी महाधिवेशन र साधारण सभा सञ्चालनका लागि छुट्टै नियमावली निर्माण गरी सोही बहुमत सञ्चालन हुने व्यवस्था मिलाइनेछ। महासङ्घको एउटा प्रभावकारी सूचना संयन्त्र गठन गर्नुका साथै महासङ्घले एकजना सूचना अधिकारी र प्रवक्ता तोक्नेछ। केन्द्र र प्रदेश अध्यक्षज्यूहरूलाई हप्तामा कम्तीमा पनि 3 दिन कार्यालय उपस्थित हुनुपर्नेछ। आफ्नो कार्यालय, प्रदेशको आफ्नो कार्यालय, आफ्नो संस्था कार्यालय हप्तामा 3 दिन उपस्थित हुनै पर्नेछ। अध्यक्षज्यूहरूले 3 दिन कार्यालयमा उपस्थित भएर व्यवसायीका लागि समय दिनुपर्ने बाध्यात्मक व्यवस्था गरिनेछ। अहिले पूर्ण भएछ, अहिले पूर्ण गरिनेछ। महासङ्घको सचिवालय बैठक महिनामा कम्तीमा 1 पटक बस्ने गरी व्यवस्था मिलाइनेछ। महासङ्घको कार्य समिति बैठक 3 महिनामा कम्तीमा 1 पटक बस्नेछ। यो केन्द्रीय कार्य समिति बैठक 3 महिनामा 1 पटक कम्तीमा भनेर आवश्यक परे बढाउँछौँ, नभए 1 पटक चाहिँ गर्छौँ है। महासङ्घको केन्द्रीय समितिको बैठक गरिन्छ। प्रदेश अध्यक्षहरूसँग महिनामा 1 पटक बैठक बसिनेछ केन्द्रबाट सिधा। त्यसै गरी महासङ्घको वेबसाइट तथा मोबाइल एप अघि 100 दिन भएछ, मैले 79 टिपेको थिएँ, 1 दिन अझै कम भयो। 79 दिनभित्र ल्याइनेछ, जुन भोलिसम्म। अर्को मार्जिनको कुरा जुन हामीले डे 1 देखि ल्याएको त्यसलाई निरन्तरता मार्जिन बढाउने प्रयास जारी रहनेछ। तर मार्जिन बढाउने विषय चाहिँ मैले सबभन्दा अन्तिममा राख्छु। जबसम्म मलाई प्रदेश, जिल्ला र क्षेत्रले
तिहाईको विश्वास दिनु न, तबसम्म यो मुद्दा अगाडि बढ्दैन भन्ने मैले। किनभने नेपाल सरकारको हरेक वर्गमा 2/3 चाहिन्छ भने आजको दिन यो मार्जिन बढाउन पनि मलाई देशैभरिका व्यवसायको 2/3 समर्थन चाहिन्छ, म बढाइदिन्छु भोलिपल्ट। त्यो समर्थन दिलाउने काम प्रत्येक जिल्ला र क्षेत्रीय इकाइको तपाईँको टाउकोमा जिम्मेवारी आउँदैछ। यहाँ चिठी नै आइसकेछ होइन। चिठी आए पनि अब मैले यो सायद अर्कोचोटि पढ्ने हो, 2 वर्ष एकचोटि पढ्ने। यो चिठीलाई मैले मनन गर्दै मैले अझै 10 मिनट टाइम दिन्छु भन्दै मैले अझ चाहिँ बन्दैछु, अलिकति घमण्ड गर्नु पर्यो। भनिसके त अलिकति घमण्ड गर्छु। अनि ओके, सेकेन्ड मोबाइल कारोबारलाई आधिकारिक रूपमा व्यवसाय गर्ने व्यवस्था गरिनेछ। ऐन कानुनमा पहल गरिनेछ। सरकारसँगको समन्वयमा प्राविधिक तालिम तथा सिटिभिटीसँग समन्वय गरेर देशभरका प्राविधिकलाई दक्षताको आधारमा कुन लेभलको प्रमाणपत्र दिने त्यो प्रमाणपत्र उपलब्ध गराइनेछ। यो काम पनि 15 जिल्लामा आउँछ है साथीहरू, धेरै कामहरू आउँछ, बाँडिन्छ। महासङ्घले वर्षमा कम्तीमा 2वटा सामाजिक कार्यमा हात बढाउनेछ। वर्षमा 2वटा कम्तीमा सामाजिक कार्यमा हात बढाउनेछ। व्यवसाय बीच खेलकुद प्रतियोगिता नि गराउनेछ। वर्षमा 2टा खेलकुद प्रतियोगिता गराउनेछ। त्यो हामी गरौँला, कसरी त्यसको कार्यविधि बनाउला, यो धेरै कुराहरू छ। व्यवसायिक वित्तीय सहजताका लागि बैंकसँग समन्वय र सहकार्य गरिनेछ। व्यवसायिक बिमा तथा सुरक्षा कोषको स्थापना गरिनेछ। आर्थिक कोषलाई पारदर्शी बनाउन अनलाइनको भरपूर उपयोग गरिनेछ। अघि नै भनिसक्नुभएको छ मभन्दा अगाडि उहाँहरूले। चाडबाडमा विशेष उपहार कार्यक्रम सञ्चालन केन्द्रबाटै गरिनेछ र त्यसको ठुलो धनराशि केन्द्रमा जम्मा गरिनेछ। हिजो कम्पनीले दिन्छ गाडी, कम्पनीले उडाइदिन्छ विदेश, कम्पनीले दिन्छ। अब महासङ्घले केन्द्रबाट दिन्छ गाडी, उपहारमा दिन्छ मोटरसाइकल, विदेश उडाइदिन्छ। तर देशैभरिको व्यवसायको साथ सपोर्ट चाहिन्छ। हुन्छ कि हुन्न? हुन्छ। धन्यवाद। समस्या समाधानको लागि काम गरिनेछ। त्यसै गरी अघि हाम्रो उहाँले भनिसक्नु छ, अन्तिममा छ बैठक बस्नुभन्दा 7 दिन अगाडि नै एजेन्डा सहितको बैठक सूचना हामीले कार्यसमितिलाई दिनेछौँ। अब धेरै कुराहरू लामो यस्तो लामो छिटाइसक्यो, मलाई महासचिवले गाली गरिसक्नुभयो। यो साथ सपोर्ट दूरदराजदेखि यहाँ नजिकका साथीहरू जुन पसल बन्द गरेर आउनुहुन्छ उहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु। जुन तपाईँहरूको महासङ्घप्रतिको एउटा आस्था छ, उहाँदेखि यत्रो खर्च गरेको समय खर्च छ, आर्थिक खर्च छ, ज्यान जोखिममा पारेर आउनुहुन्छ, त्यसलाई महासङ्घले के गर्नुपर्छ? सम्मान होइन, तपाईँहरूको आशा र भरोसा विश्वासलाई पुरा गर्नुपर्छ। त्यसमा म निरन्तर लाग्नेछु। धन्यवाद, नमस्कार।